हेलो गाइज वेलकम एन्ड वेलकम। माछा भात मासु भुरी कुखुराको अनि त्यहाँ चाहिँ खुट्टा अनि यो चाहिँ कुक थोरै नै भयो अलिक यति भयो। हेर्नु है गाइज म चाहिँ सो अब मलाई यो चाहिँ धेरै फिजायो हेर्नु भयो। हेलो गाइज वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। सबैजना स्वागत छ मेरो युट्युब च्यानलमा वर्षु ब्लगमा। गाइज म चाहिँ एकदमै सन्चै छु अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भनेर आशाको साथमा म यो भिडियो यहीँ स्टार्ट गर्दैछु। अहिले चाहिँ 8 बजिरहेको छ बिहानको। म चाहिँ सबै भातसात पकाइवरी सबै काम गरिवरी चाहिँ भ्लग स्टार्ट गरेको। अनि अहिले चाहिँ जाँदैछु भात खान। अनि हिजोकै मासु थियो अनि भात मात्र पकाएँ क्या आज। अनि भात खान्छु अनि हिजोकै मासु बसिया मासु खाइछु। ओए चल न भात खाइला। सो गाइज उसले चाहिँ खाइसक्यो, म अब एक्लै बाँकी छु खानालाई। अब म पनि खान्छु, तपाईँलाई हेराइदिन्छु है के खान्छु भनेर। हेर्नु है गाइज म चाहिँ यहाँ सानो सानो माछा हुन्छ नि पोखरीमा त्यही खाँदैछु। माछा भात मासु हिजोकै मासु है गाइज। अनि म चाहिँ तपाईँहरूलाई भन्छु है खाएर कस्तो टेस्ट छ। तपाईहरुले चाहिँ फुल भिडियो हेरिदिनु होला है। म तपाईहरुलाई भन्छु कस्तो छ भनेर। मासु एकदम बाबा माछा पनि एकदम राम्रो छ, टेस्टी। म चाहिँ अब यो भात खाएर भिडियो कन्टिन्यू गर्छु है त गाइस। तपाईहरु लिवाज गरिदिनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला है। अहिले चाहिँ म यो मामा अर्थको फेस वासले मुख धुन्छु है। तपाईहरुलाई पनि रिजल्ट हेराइदिन्छु कस्तो आउँछ भनेर। एकदमै राम्रो आउँछ गाइज। अनि मुख पनि अनि यो दागहरु पनि जान्छ। मेरो त अस्ति धेरै थियो नि, अहिले चाहिँ अलिक कम भएको छ। फेस वास अनि स्किन केयर गर्छु। सुरुमा फेस वासबाट मुख धोएर आउँछु गाइज। यति लिए गाइज। म चाहिँ एकचोटि मात्र मुख धुन्छु। कति धेरै फिजायो हेर्नु भयो। यतिले मिठी धुनुपर्छ। यसले चाहिँ फोहोर मैलाहरू सब बगाइदिन्छ। हेर्नु गाइस दागहरु दाग भन्दैछु। अहिले चाहिँ कस्तो फ्रेस फिल हुँदैछ क्या। अब म मुख धुइसकेँ, अब पुज्छु अनि स्किन केयर गर्छु। छुइगले त कहीँ भेले उ त कहीँ हात छुमल्छले कति लाखा सोचा कार्य दबिया छ त
नानी का सीधे नानी तो हंसुआ से कटाई तो ने एक घंटा से छप हानैत रहिए थाक जेबी रोका नहीं ना भरा गिर गेलो रे देख तो पूरे होते कदंग भेल छे ओते ऊपर में वाट मजा अब स्किन केयर गर्छु गाइस मजा अब स्किन केयर गर्छु गाइस है त तपाईहरु फुल वाच गरिदिनु होला है भिडियो अनि के कस्तो हुन्छ म हेराइदिन्छु अहिलेको अनि अहिलेको रिजल्ट हेर्नु है मेरो अहिले चाहिँ यस्तो छ है मेरो मुख अलि डल टाइपको अहिले चाहिँ म स्किन केयर गर्छु नि अनि कस्तो हुन्छ मेरो तपाईहरुलाई हेराइदिन्छु है त मसँग छ टोनर सिरम अनि मोइस्चराइजर सनस्क्रीम अनि अहिले अघि चाहिँ मैले फेस वाशबाट मुख धोइसकेको छु नि अनि अहिले चाहिँ स्किन केयर गर्छु है म सुरुमा टोनर देखाइ छे हम सब देखाइ छु होते टोनर अहिलेको हेर्नु मेरो मुख अनि एकछिनमा रिजल्ट हेर्नु है अहिले यो लाएर कस्तो लाग्छ मासु 2 पिस मात्रै छ 2 पिस त 4 पिस छेलौ ऐसा कहीं की पीस चलो वो ले लो 3 पीस यताको हेर्नु है अनि यताको हेर्नु डिफरेन्ट लागेको छ नि टोनर लाएर नै यति डिफ्लेन आयो अब यिनीहरू लाउँछु भनेको झन् कति आउँछ त ओहो अरे माद पछि कति लगाइछ कता थाहा छ केही पनि थाहा छैन स्किन केयर को बारेमा उलाई मलाई चाहिँ सब थाहा छ टोनर पछि सिरम लाउनु पर्छ सिरम अनि यसरी मसाज गर्नुपर्छ मर उठ गेलो बच्चा अनि यसरी सुकाउनु पर्छ सुकेपछि मोइस्चराइजर लाउनु पर्छ है मैले चाहिँ यो भन्दा अगाडि चाहिँ कहिले पनि स्किन केयर केही पनि लाउँथिन क्या मुखको हावा चाहिँ लाउन थालेको अहिले दागहरू छ क्या मेरो निस्केको पहिला पिम्पलहरू आउँथ्यो क्या मलाई अनि त्यसकै दागहरू बसेको छ अनि म यो अर्डर गरे भर्खर त 1 महिना पनि भएको छैन 15 दिन जति भएको छ अर्डर गरेको अनि आयो अनि 15 दिन भयो यो युज गरेको मैले अनि रिजल्ट त आउँदैछ अलिअलि अब बिस्तारै आउँछ 15 दिनमा यति रिजल्ट आयो 1 महिना 1.5 महिनामा जान्छ होला मेरो फेसमा भएको डार्क सर्कलहरू यो चाहिँ आइतो क्रिम चाहिँ मैले मगाइन है त्यसको धेरै नै भन्दै छु 700 भन्दै थियो त्यति महँगो कसले लाउँछ
चलाउँदिनँ गाइज। यिनीहरूको चाहिँ सेटै नै मलाई डिस्काउन्ट 100 रुपियाँ डिस्काउन्ट दियो मात्र। यति किन मोइस्चराइजर लगाएर यतिको रिजल्ट आयो। अब सनस्क्रिन लाउँछु अहिले, यो सुक्न दिनु अनि सुकेपछि मोइस्चराइजर अनि लास्ट एउटा यो बच्छ सनस्क्रिन, अनि सनस्क्रिन लाउँछु अनि मेरो स्किन केयर सकिन्छ गाइज। अनि त्यसपछि भोलि यो चाहिँ बिहानको स्किन केयर हो, बिहानको गर्दैछु म स्किन केयर। अब यो सुकिसक्यो, अब म सनस्क्रिन लाउँछु अनि सनस्क्रिन लगाएर चाहिँ कति 10-15 मिनट जति घाममा ननिस्किनु। यो लगाएपछि चाहिँ 10-15 मिनट हुन्छ अनि मात्र घाममा निस्किनुपर्छ, नत्र त त्यसरी कहाँ हुन्छ र। मलाई पनि थाहा थिएन कि त्यसले के भन्छ, जसले युज गर्छ नि त्यसले भनेको मलाई, मतलब कि जहाँबाट यो लिएको त्यही दोकानवालाले भनेको। मलाई चाहिँ केही पनि यो स्किन केयरको बारेमा थाहा छैन क्या, कसरी युज गर्छ कहिले युज गर्छ भनेर। अनि सबै चाहिँ सोधेर नै ल्याएको कहिले युज गर्ने कसरी युज गर्ने भनेर। अनि के चाहिँ सुरुमा युज गर्नुपर्छ त्यो पनि मलाई थाहा थिएन, भर्खर थाहा भयो मलाई। सो हेर्नु है मेरो फाइनल रिजल्ट। सुरुमा चाहिँ कस्तो थिएँ, अहिले कस्तो भयो स्किन केयर गरेर। तपाईहरु पनि यो लिन चाहनुहुन्छ भने मलाई कमेन्टमा भन्नु, म तपाईहरुलाई चाहिँ नम्बर दिन्छु। चाहिँ इटारीमै किनेको, इटारी 17 मा, त्यहाँ इटारी चोकमा, त्यहाँ के भन्छ त्यो कति आउँछ बीच डिस्टर्ब गरेला कल मुलुको लोग क्या सुनाइतो रहेछ। रिजल्ट कस्तो आयो है तपाईहरु कमेन्ट गरेर भन्नु मलाई। साथीहरु मेरो चाहिँ यो आइफोन XR हो कि, अनि के भन्छ अगाडिको क्यामेराबाट भ्लग बनायो भने नि के भन्छ यो मेरो भोइस चाहिँ रुकी आउँछ क्या, अनि पछाडिको क्यामेराबाट बनायो चाहिँ राम्रै आउँछ। खै के भएको यो मोबाइल बिग्रेको छ कि के छ। मैले त यो मोबाइल किनेको कति भयो, कति 4-5 महिना भयो होला। अनि इटारीमा किनेको कि सेकेन्ड ह्यान्ड नै हो मोबाइल चाहिँ। अनि खै मैले चाहिँ त्यति चेक गरेर लिन क्या क्यामेराको बारेमा। क्यामेरा चाहिँ राम्रै थियो क्वालिटी चाहिँ, अनि त्यसको त्यो चाहिँ भोइसमा अलिकति प्रब्लम छ क्या। अनि म ब्याक क्यामेराबाटै बनाउँछु भ्लग चाहिँ, अनि अगाडिको क्यामेराबाट बनायो भने चाहिँ सब त्यो हुन्छ क्या, रुकी आउँछ, राम्रै लाग्दैन त्यस्तो। अनि म पछाडिको क्यामेराबाट भ्लग बनाउँछु है। तपाईहरु फुल्ली वाच। आज हामीहरुको घरमा के बन्दैछ तपाईहरुलाई हेराइदिन्छु है। ओ भाले गाइज, अब अरु भिडियो चाहिँ पार्ट 2 मा आउँछ, अनि फुल वाच गरिदिनु होला भिडियो। अनि पार्ट 2 पनि नबिर्सी हेरिदिनु होला। भोलि चाहिँ पार्ट 2 आउँछ। यो भिडियो अलिकति धेरै लामो भयो क्या, अनि सर्ट भिडियो बनाएर हाल्छु। भोलि चाहिँ आउँछ। म आज यो भिडियो यही एन्ड गर्न लागेको छु। बाई बाई, गुड नाइट।